गीत मार है मेरो कपिराइट लाग्ला मैडम सब अब फेरि केही भन्नु छ भन्न भिडियोमा मात्रै बोल्छ भन्छ कहिले पुरा घोसेछु म योभन्दा माथिको कसो बोल्यो भइसकेको छ हौ अस्ति देख्दा चाहिँ यो करेसाबारी पनि एकदम वाउ टाइपको लाग्थ्यो अब चाहिँ दिनकै हेरिरहने बानी भइसक्यो के जस्तो हुँदैन हाम्रो चाहिँ फाइनली बिरुवा फोन त बोक्दैन आइतबार फाइनली हाम्रो चाहिँ घरहरू यतिको कम्प्लिट भएको छ बिचमा एक दुई दिनको भिडियो चाहिँ हालै भएन दुई दिन चाहिँ मैले भिडियो हालिनँ निरन्तर काममा व्यस्त भएर अनि कन्टिन्यू कामहरू चाहिँ भइरहेको थियो मिस्त्रीले एकतिर अनि काट्ने मान्छेसँग पनि हिँडिहाल्नु पर्ने थियो अनि प्लेट पोस्ट उठाएर अनि अब आज चाहिँ कैँचीको काम हुन्छ अनि यता हाम्रो टोइलेटको हाफ इँटा पनि भइसकेको छ अनि यहाँदेखि उँभो चाहिँ फेरि काठ बिछाएर उकालो पनि टिनकै बेरा लाउनु छ अब आजदेखि चाहिँ म कन्टिन्यू फेरि तपाईँहरूलाई जानी नजानी भए पनि अपडेट गराउने छु यो कहाँ हाल्दियो त अब चाहिँ छिटो गरेर काठ 2-3 ट्रिप हानिहाल्नु पर्यो अनि काठ 2-3 ट्रिप बोकेपछि चाहिँ दिउँसो चाहिँ फेरि मिस्त्रीहरूसँग हेल्पर गर्नुपर्छ त्यस्तो छ है मैडम साहब चाबी कहाँ छ अलिक नम्र बोल्नु आउँदैन यहाँ छ भनेर भन्नु आउँदैन यहाँ छ अब यो काठहरूलाई चाहिँ म बिहान एक 20 आइन्जेलसम्ममा 2-4 ट्रिप हान्नुपर्ने छ बाकलहरू पनि छ त्यो बाकलहरू पनि निकाल्नु पाएको भए चाहिँ सबैलाई काम दिन्थ्यो अहिलेसम्म तलदेखि यहाँसम्म खेप गरेर निकालेको काठ अब यहाँ 2-4वटा बाकलहरू छ यो बाकलहरू पनि निकाल्नुपर्छ पछि कुखुरा खोर बनाउनु काम दिन्छ अनि यो दाउराहरू चाहिँ सुभाषलाई आरी चाहियो एउटा कैँचीको काम पनि अब यहाँ लास्ट भयो अब यहाँ माथि भाटा भएर भोलि या पर्सिसम्ममा चाहिँ 3 ठोकाइ हुन्छ हाम्रो आज अविरल काका उमेश दाई राम बप्पा मामाहरू मिस्त्री मामाहरू फटाफट काम भइरहेको छ उमेश दाजुको डान्स पनि मैले अस्ति भाइरल बनाइदिएको थिएँ धेरै मन पर्यो अरे भन्दै थियो दामी नाच्नु हुने रहेछ हौ कसो गल्ती हुन्छ
यहाँ माथि सन्तोष भाइको भन्दा पनि तिम्रो कलर छ 5.5 फुटको माथि हो नि त सन्तोष भाइ यो माथिको त ठाडो ए तिम्रो अझ कलर छ सन्तोष भाइ मेरो पनि यता साइडमा त 5 फुट मात्रै लाग्यो उता बिचमा चाहिँ 6 फुट मजाले उब्दा हुने रहेछ अबिरल काका खाजा खाऊ ल अनि त्यसपछि दिउँ इटाले पनि अलिक माथिसम्म नै पनि भ्याउने रहेछ नि इटा सकिन्जल हुन्छ नि उमेश दाइ इटा सकिन्जल लाउनु पर्यो अनि त्यसपछि चाहिँ अरू चाहिँ काठ लाउनु पर्यो सुरेन काका झार्नु खाचा खाचा हजार यहाँ चाहिँ अब टोइलेटमा त मुख बुझिहाल्नु भयो घाम चाहिँ साह्रै दामी लाग्दो रहेछ हौ आज चाहिँ हाम्रो कैँचीको काम पनि सकियो अब भोलि लाछी र दुईतिरको लाछी सकेपछि चाहिँ अनि भोलि अब 1-2 दिनको बादमा चाहिँ हाम्रो टिन ठोकाइ होला जस्तो छ यता चाहिँ झार्नु आँटिरहेछ लास्ट भएर साह्रै अल्गो देख्छु त साँच्ची म त दुईतिर लाछी भएपछि अलिकति होचो जस्तो देख्छ होला नि ए लाछी भएपछि चाहिँ अलिक होचो जस्तो सकिलो देख्छ होला नि दोरी अहिले त बिचको मात्रै भएर लट्टिङरिङै स्कुल जस्तो दामी ड्रोन सट टाइपकै भ्यूहरू देख्दो रहेछ नि त कुच्चो गाडी त हजुर ताले नै बनाउनु पर्ने थिएछ ताले बनाउनु भने हुनु चाहिँ हो यो अम्लिसो त उडाउनै पर्यो एक पाटा बनाउनु पर्छ होला कि एक यता पाटा चाहिँ हुने रहेछ नि मामा बरु सकिलो 4 सुर यता चाहिँ 4 सुर मिलेको रहेछ नि त यो भुइँकाल यता पाटा त यहाँसम्म मात्रै छ यहाँदेखि उता भेट्छ तल अब यहाँदेखि फेरि 8 फुटे बटाम उब्रियो 8 फुटे बटामदेखि तलसम्म यस्तो लाउँदा मिल्दैन यहाँबाट सिधै तलसम्म यस्तो बटाम लाएर टोकोर यस्तो बटाम लाएर उँधो मुनि स्लेब हान्ने खालको त्यसो गर्दाखेरि यता पनि ठिक्क मेन्टेन हुने रहेछ अब राखन धारन गर्नु सोचिलो पछि मेरो 20 मन हलिन्ची फोलेर मलाई पैसै चाहिएन भने त म यहीँ राख्छु ढक्कै चाङ लाएर पैसा चाहियो भने चाहिँ हतार बेच्छु
कुन्यामा राख्यो नि कुन्यामा राखेको पछि अब पर्छ भनेर किनभने कुन्यामा कुने दाइ कहाँ जानुभयो बारदली यहाँ छ तपाईँको बारदली आयो लास्ट आयो लास्ट